देखेपछि डर लाउँछ नि उहाँको के अरे के पहिलाको नाच गाएको युट्युबमा छैन त पहिला पुलिसको गोली देखे बन्दुक देखेर डर लाउँछ ऐ सुलो फुर्तला नाच गाएर त्यो भिडियो एडिट गर्न जानिन क्या मैले कम्प्युटरबाट भन्नु ल अब हामी आजलाई नमस्कार सबैजनालाई नमस्कार हाम्रो यो यात्रा कुन्टे के अरे भ्लग हो भ्लग हेलो हेलो यो प्रेम भलकमा ल नमस्कार लगेजहरू के छ को लागि प्रस्थान आमाको दर्शनार्थी भगवान रूपी आमाहरू बुवाको दर्शनार्थ भनेर अहिले यात्रा लिँदैछौँ गणेशलाई अघि ल्याएर गणेश भगवानलाई अगाडि लाएर लिएर जाँदैछौँ यहाँ ल सबैजना भलघरमा आउनुहुने सबैलाई स्वागत छ ल हेरिदिनु होला सुनिदिनु होला यसलाई चाहिँ भाइरल बनाइदिनु होला भन्ने आशा राखेको छु ल कृपया लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला नबिर्सिनु होला यसलाई तर पुलिसको बन्दुक डराइन त अहिले यो युट्युबरको क्यामेराले हेरी डर लाउँछ युट्युब के भएको के बोल्छु भन्छु सबै क्यामेरा हेरेपछि मुखै बन्द हुन्छ यस्तै छ हजुर ल हाम्रो घुमफिर सरप्राइज दिने क्या सरप्राइज अहिले जान मन त थियो मलाई फेरि घरमा मान्छे आवाज धेरै गएर झ्याप्प हिँड्न पनि नमिल्ने भएर बसेको अब अहिले फेरि भाउजू लिएर फेरि तिहारले जानै मन अरेपछि निक्लिनु भएर हिँड्यो अब हिजो घर आएको त्यही भएर आज चाहिँ त्यस्तै मोडा थिएँ जाने भइयो त दाजुभाइ भने जाम्ला भन्ने मोडा थिएँ जाने कुरो है सबैजना घर आयो यसरी खसी आनन्द नि भयो सबैजना सँगै गयो रमाइलो भयो देवीको दर्शन पनि हराउनु पर्यो आज एडिट गर्नु नजानु त त्यहाँ एक्सेप्टै हुन्छ नि हेलो माई भलघर ब्लग मेरो ब्लग माई ब्लग चलिरहेको रहेछ रिठे पानीको डाँडा होला नि त यसलाई भनेपछि के नि के यसले प्रतिक्रिया दिन्छ रिसाउली केयरली भनेर दाइले आफूले चाहिँ आफू माथिको चाहिँ क्या अझै नि दुईटा एउटाको सब बेको भाले झुन्नु सक्छ क्या केही ढेका छैन गाडीले पुरो गौतला भान्साले ढुक्काएर चला अहिले मेरो ढुक्काला अहिले त यहाँको पहिला टिका ल्याएर तर आखिर म नि गलत रहेछ क्या रक्त है आखिर हेर्दा धेरै बर्बाद हेलो माई भलघर हाम्रो यहाँ लगेज हुनुहुन्छ यहाँ लगेज पनि यहाँ हुनुहुन्छ हाम्रो लगेज दुईटा लगेज यहाँ छ एउटा सानो लगेज छ ए आमा हाल्नु पर्यो ल कुर्ची ल्याउनु पर्यो एउटा भित्र दसको त केही गर्नु पर्यो त्यसैका अन्त यो हरिया गएको त हेलो माई भलघर Suka saya ikut ini nak lagi.
सन्तोषैमा तिमीलाई चाहियो भने मेरो मोबाइल छैन ह्याप्पी मदर्स डे काट्नु मन लाग्यो कता जानु त दाइ त्यता जानु त उता जानु त बहिनी उहाँ ल आमालाई खुवाइदिनुहोस् त ल माथि टिका ला ठाउँमा नि ल माथि नि दल्दै ल तल नि त्यो चिउडा आमालाई खुवाइदिने दुकान नदिए फेरि हामीलाई नसताए भाइले सताउँदा भाइले घरि सताउने मानिस हो होइन टिका कोही चाहिँ टिका लगाइदिउँ न आमालाई आमाले टिका लाउने हामीलाई हामीलाई दिने त आमालाई ल आमा टिका लगाइदिनु आमालाई दिने हो छोरी त बोल्दा भेटे पैसा छोरी त यो त ज्ञानी हो यिनीहरूले लिएर हिँडेको फाइदा मलाई छ दियालाई लिएर हिँडेको भने फाइदा हुन्छ दिदीलाई मलाई पनि उसले मलाई ल्याएर कति फाइदा छ मलाई त अहिले खर्च चाहिँ उठाउँछ लिएर हिँडेको थियो त हजुर के खाने अब यो सिजनको काम छैन ल ठिकै ल ह्याप्पी बर्थडे मैले टिका लाउनु पर्यो पैसा दिएँ है दिनु त पैसा भयो सब भइसक्यो ल भन्दा त्यही बसेर लगाइदिनु नि त ल कहाँ घौटी परेको नि तार टुक्क लायो एउटा आएको लायो भने त 2082 सालको ह्याप्पी मदर्स डेको दिन हामी हाम्रो जन्मघर काशीकोटमा आमाको मदर्स डे मनाउनको लागि हामी दाजुभाइ छोरीहरू भाउजू भान्जा र म यहाँ जम्मा भएका छौँ तर खास हाम्रो फल दिइसकेको छ सबैलाई त फल दिन्छ त्यो भएर गएपछि दिने ठाउँमा हो पहिला जस्तो बुझ यसको शिवबुटी खाने बम्बले भने डाँडा गएर खट्टा खाएर भयो नि यसले ठिक गरेर बल्ल लगाइदिने ल्याएको केटाले आमालाई यस्तो फलफुल सब ल्याउने पैसा गार्ने हो पैसा कामै ल